गाइज वेलकम टु माई ब्लग। यो हाम्रो पहिलो ब्लग हो र आज चाहिँ हामी एकदमै उत्साहित भएर उनको स्वेटर भन्ने फिल्म हेर्न गइरहेको छौं। फिल्म त अगाडि नै लागेको तर हामीले चाहिँ त्यतिखेर हाम्रो ठ्याक्कै विवाह थियो, वेडिङ थियो, त्यो भएको कारणले हामी जान पाएनौं। अनि यताउता कामहरू गरेर सक्दाखेरि चाहिँ अहिले ठ्याक्कै समय मिलेको छ। रातिको 7 बजीको हामीले टिकट काटिसकेको छौं। अहिले ठ्याक्कै यहाँनिर 6:30 भयो। अब हामी चाहिँ धरमपुरमा बस्छौं भनेपछि दमकमा छ फिल्म हल। ठ्याक्कै जाँदाखेरि लगभग टाइम ठिक्क हुन्छ। यहाँनिर फेरि हाम्रो म्याडमको चाहिँ मेकअप हल्का चलिरहेको छ, राम्रै देखेको छ। हाम्रो भाइ पनि रेडी हो? यस ब्रो। अब बुवा पनि जाने, बुवालाई पनि हेराउने भन्ने योजना छ। बुवा कता हुनुहुन्छ खोइ थाहा छैन। खै बुवा खोइ बुवा लाइन गयो, यति बेला गयो। बुवा पनि रेडी। अब हामी जान आँटेको छौँ, तपाईहरुलाई देखाउँछु म। ठ्याक्कै 6:30 भन्दै नागिसक्यो। ल अब हामी सब रेडी है, अब हामी जान्छौँ। म चाहिँ गाडी स्टार्ट गरिसकेँ। भाइ यहाँ जुत्ता लाउँदैछ, अरू यहाँ रेडी हुँदैछन्। अब चाहिँ हामी लाग्छौँ। चट्ट जाने हो, चट्ट हेर्ने हो। अलिकति ढिलो हुन्छ कि जस्तो छ, तर केही छैन। अब यस्तै हो, सबैजना रेडी हुँदा हुँदै टाइम भइहाल्यो। खानासाना खाँदा ओर्दा यताउता। ल अब बसिसक्नु भएको छ। बुवाले चाहिँ खासमा भनेको चाहिँ फेरि चौहानले बनाएको फिल्म हेरौँ न त भनेर चाहिँ बुवा तम्सिनु भएको छ। हामी पनि चौहान हो नि त, चौहानले भएर चाहिँ बुवालाई चौहान भनेपछि चाहिँ कस्तो बनायो त त्यो चौहानले, त्यो नवीनले, त्यो बज्याले भन्नुहुँदै थियो। यसरी नै मेरो मुभी पनि कहिले ल अब पवन चौहानले पनि बनाउने आश छ। अब कहिले सिकेर कहिले बनाउनु। अनि मोडल चाहिँ चाहिँ पवन चौहानको साँच्चै हिरो हिरोइन त मैले फाइनल्ली फिल्म हल यो है, डीम्याक्स सिनेमा। हामी जाँदैछौँ। अब अलिकति ढिलो भयो, कति बज्यो यस्तै ट्याक्क भनेको 7:15 भइसकेको छ यार। 15 मिनट ढिलो भयो यार। फिल्म त छोटो त गाइस अलिकति त। ओ यति बेला चाहिँ फेरि ठ्याक्कै लिफ्ट पनि माथि गएको रहेछ, ढिलो भएको बेला। आयो यस्तै खोलिदिउँ क्या हो। ग्रीन लाइटको फ्लड भएको छ नि गाइस। यहाँबाट यता खिच्न पाएको पाएन। यो टिकट चाहिँ यहाँ छ है। हामी यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ। कस्तो लागिरहेको छ फिल्म आजसम्म? धेरै राम्रो छ, मलाई चाहिँ धेरै राम्रो लाग्यो। इन्जोय गरेर चाहिँ फुल मलाई पनि मनपर्ने मान्छे हो नि फेरि। हामी दुईजनाको चाहिँ क्षेत्री र राईको मिस यहाँ पनि मिलिरहेको छ। म स्टुडियो दिन्छु अनि उसलाई देख्छु हामी स्टोरी मिलिरहेको छ। मुभी कस्तो लाग्यो? एकदम राम्रो। आधी भएको छ, अब आधी हेर्दै बाँकी छ। सबैको प्राइभेसी हटाइदिन्छु म। कस्तो लाग्यो मुभी? एकदम अहिलेसम्म चाहिँ मैले एक्सपेक्ट भरे भन्दा एकदम बवाल लाग्यो होइन। यहाँदेखि त अझै बुवा यहाँ यो खानुहुँदैछ पपकर्न, टायर चलिरहेछ, हामी कफी खाँदैछौँ। भाइ फिल्म कस्तो लाग्दैछ? बवाल लागिरहेछ अहिलेसम्म चाहिँ होइन। यहाँदेखि त अब के हुन्छ? मैले त्यस्तो मुभी सिक्यो। सबैजना रुँदै निस्किँदैछन् कि क्या हो?
हामी त त्यो मुभी हेर्दा हेर्दै मुभीमा बगेर भिडियो बनाउन बिर्सेछ क्या यस्तो इमोसनल भएको छ मैले हामी अब तपाईँहरूलाई एक्सप्लेन गर्न मिल्दैन तर बवाल छ है घर पुगेर रिभ्यू दिने होला नि त मलाई नदिने हेर दादा हेरौँ क्या सबैले अनि आफै एक्सपिरियन्स गर्नु अहिले भन्दैन कहाँ भएन एकदम बवाल छ है ल मुभी सक्यो हाम्रो गाडी यहाँ छ कति बज्यो अहिले कता 9:10 जिन्दगीमा अल्झाए जस्तो पो बनाइदियो त मुभीले त के पो गर्ने हो ल 10 बजिसकेको छ पार्टी चाहिँ अब अब घर जाने घर गएर थोरै म तपाईँलाई रिभ्यू दिन्छु है मुभीहरूको गाइस राति चर्लक्कै 10:30 बजी घर आइपुग्यो अब यो मुभीको भेट त नखोलौँ मलाई ल एउटा कुरो भनौँ भन खोइ के हो यो मेरो हो कि यस्तो के हो मुभी हेर्न आयो भने मुभी बनाउनु कि जस्तो होइन फिल्म मेकिङको पर्दा राम्रो क्रिकेट खेलेको हेर्न गयो भने क्रिकेट पो खेल्न राम्रो हुन्छ कि जस्तो लाग्छ होइन जता गयो त्यही मन भुलिने हो के खालको के गर्नु अब हामी छट्ट घर आइसकेर फिल्मको विषयमा यहाँनिर समीक्षा हुँदैछ तिमीलाई घरमा कस्तो लाग्यो मलाई त एकदम राम्रो लाग्यो म अरू केहीमा पनि थिइनँ फोकस एकदम मुभीमा मलाई सङ सुन्दा चाहिँ त्यस्तो उयो लागेको थिएन तर त्यही मुभी सँगै सङ प्लस हुँदा चाहिँ जो सङ र मुभीको कम्बिनेसनले मन छोयो भाइलाई मलाई त लास्टै मन पऱ्यो दादा यार के चाहिँ मन पर्यो त अलिक थोरै स्टोरी भन्दै थोरै ल दर्शकहरूलाई अल्झाएर राख्यो नि मलाई त्यो मुभीले होइन मैले आँखा नझिम्काउने भए न सासै फेरेको पनि फिल गरेको थिइनँ म त्यस्तो डुबेको थिएँ क्या त्यहाँ मुभीमा चाहिँ सुरुमा त कता हो कता के अल्झे जस्तो न अहिले अगाडि जान्छ अहिले पछाडि आउँछ त्यो खालको हुँदै थियो तर चाहिँ जब त्यो टक्क उसले बोल्दै जाँदा उसले उसको कहानी सुन्दै जाँदाखेरि चाहिँ आफ्नो जीवन पुरै बिर्सेर मुभीको जीवनमा पुगिसकेको क्या म त टक्कै हेर्दै गएँ होइन त्यो बोन्ड पनि केटा र केटीको अब पुरै स्पोइल चाहिँ गर्दिनँ होइन बोन्ड पनि यस्तो तगडा भएको थियो तर लास्टमा चाहिँ कस्तो मनै खिन्न बनायो क्या मन पनि खिन्न बनायो हल्का रुचे खालको पनि होइन एक्लै गएको थियो आँसु नै आउँछ हेर्न नखोल फेरि अरूले हेर्नुपर्छ अब सान पाउनलाई मलाई मुभीको सिनेमेटोग्राफी एकदम दामी लाग्यो सिनेमेटिक मात्रै अरू पनि राम्रो छ अब अहिलेको बेला अब अरू पनि जारी भन्दा चाहिँ राम्रो लाग्यो मलाई त्यति साह्रो जारी दामी लाग्यो त्यसको चाहिँ हल्का नेगेटिभ पनि हुनुपर्छ है कहिले सिनेमेटोग्राफी अब मलाई चाहिँ विशेष गरी यो मुभी चाहिँ मतलब गाना जति पनि गानाहरू अगाडि आएका थिए त्यो गाना सुन्दा मात्रै अलिक फिक्का भए पनि त्यो मुभीसँग जोडिन्छ जुन गानाहरू ठ्याक्क लाइनहरू पनि त्यो लास्टमा त्यो तिमी बिना तिमी हुनु भन्नेवाला होइन उनको स्वेटरवाला जुन त्यो लास्टमा आउने जो उनको स्वेटरवाला गाना त पुरै त्यो अनि गानाको बारेमा अर्को प्लस पोइन्ट भनेको चाहिँ जुन डाइलग छ नि जो लेखिने त्यहाँनिर जुन गाउँघरमा बोलिने एकदमै टिपिकल शब्दहरू पनि ठ्याक्कै त्यही अनुसारको जस्तै हामीले नर्मल्ली गाउँघरमा बोलिरहने खालका त्यो मुभीको लागि अलग्गै बनाइएका चाहिँ छैन लेखेको होइन जस्तो छ क्या डाइलग ठ्याक्कै त्यो हेर्दाखेरि कसैको अवस्थाले बोले जस्तो छ क्या लेखिएको कहाँ छ त डाइलग कसैले चोरेर बे गर्न चाहनुहुन्छ भने त्यो मुभीको डायलग चोर्न सक्नुहुन्छ नाइ भन्दैन तपाईँको ससुरा बाले होइन डायलग चोरेर गएर ल हाम्रो आजको गफ नसकिने भयो होइन अब हाम्रो गफ कन्टिन्यू हुन्छ र भ्लग चाहिँ आजको लागि सक्यो फेरि अर्को नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ।